जस्तो अब बुटोलकै हेर्नुहुन्छ भने डिङ्गनगरको कभर हलदेखि लिएर त्यहाँनिर पनि त्यस्तो भनेअनुसार भइरहेको छैन। अनि अर्को भनेको चाहिँ के छ भन्दाखेरि शिवनगरको पनि हेर्नुहुन्छ भने त्यहाँ एकदमै त्यो फोहोर व्यवस्था पनि राम्रो भएको छैन र गौशालामा गाई बाटोभरि छन् कि। अब दुईवटा समस्या हुँदो रहेछ, एउटा बाटोमा हुँदा एक्सिडेन्ट पर्ने, अर्को कुरो त्यही गाई बारीमा गएर खाइदिने, त्यसले गर्दा किसानहरूलाई मार पर्ने। त्यसले गर्दा गाई पनि एकदमै ठुलो समस्या रहेछ। खास तपाईँ एउटा गौशाला छ, त्यो पनि हामी सरकारले सहयोग गरे होइन, उचित व्यवस्थापन गर्न सके छैन। बुटोलको पनि त्यही हालत छ र सैनामाइनाको पनि त्यही हालत छ। सैनामाइना त 2 गाई मात्र थोरै छन्। त्यो भएर चाहिँ यो एकदम राम्रो भयो। अनि अर्को कुरा के छ भन्दाखेरि चाहिँ मैले अघि नै भनिसकेँ होइन, जस्तो अब त्यहाँ कृषि केन्द्र छ, त्यो पनि अब त्यस्तो राम्रो तरिकाले चलाउन चले छैन। जुन स्टेडियमहरू छ त्यो पनि अलिकति फास्ट भएको छैन। सानोमाइनाको त त्यो एकदमै जीर्ण अवस्थामा पुगिसकेको छ, लामिरो जीर्ण अवस्थामा पुगेको छ। वृद्ध मिलन केन्द्र भनेर आएको बजेट पनि फ्रिज भयो, बनाउन सकिएन, बनाएनन् भनौँ त्यहाँनिर। नगर अस्पताल तिलोत्तमाको राम्ररी चलेन, सानोमाइनाको राम्ररी चलेको छ। अनि त्यो बाहेक हेल्थ पोस्टहरू कन्डिसनहरू, त्यहाँनिरको वरिपरि कन्डिसनहरू त्यस्तै नै छ होइन। त्यो सबै कारणले गर्दाखेरि चाहिँ अब जोस् मेन भनेको चाहिँ यो सबैलाई समाधान गर्छु र तिलोत्तमालाई एउटा औद्योगिक केन्द्रको रूपमा, प्रोडक्सन हबको रूपमा, बुटोललाई चाहिँ एजुकेसन हबको रूपमा र सानोमाइनालाई आइटी हबको रूपमा चाहिँ मैले विकास गर्ने चाहिँ योजनाहरू छ।